प्रिय दिदी, त थिइस् मेरो छारी थियो, त थिइस् मलाई न्यानो थियो, त थिइस् आकाशसम्म उड्न सक्ने फिजिएका मेरा पखेटा थिए। तिनै पखेटाले उड्दै आएकी हुँ म राजधानी मेरा सपना पछ्याउन। दिदी, तँलाई याद छ मैले बाँध्दा मेरो घाँसको भारी जहिले बाङ्गो हुन्थ्यो। त खुब रिसाउँथिस् अनि फेरि गाली गर्दै आएर मेरो घाँसको भारी सोझ्याएर बाँध्थिस् अनि हाँस्दै भन्थिस्, अब त काठमाडौँ पुगे पनि तेरो भारी बाङ्गो हुँदैन। दिदी, त थिइस् मेरो बाङ्गो घाँसको भारी सोझ्याउन। तर त किन छैनस् मेरो जीवनको भारी बाङ्गो हुँदा? समयसँगै तेरो घर फेरियो, परिवार फेरियो, हामी सँगै सुतेको ओछ्यान फेरियो, तैले र मैले फेर्ने श्वासको हावा फेरियो। तैले त्यता तातो हावामा सास फेरिरहँदा मैले यता चिसो हावामा सास फेरिरहे। त त्यता तातोले पोलिँदा म यता चिसोले कठ्याङ्ग्रिए। तैले आफ्ना पखेटा फिजाई त्यतै ओत दिन थालिस्। मेरा पखेटा यता चिसोले कक्रक्क पर्दै टुटे। दिदी, त थिइस् म ठिर्याउँदा न्यानो साल। तर त किन छैनस् चिसोले मेरा पखेटा टुक्रिँदा पनि? बिहानको सधैँ अलार्म बन्ने त अब आफै उठ भनिस्, त्यही गरे। म धर्मराउँदा च्याप्प समाउने त अब लडे पनि आफै उठ्न सिक भनिस्, त्यही गरे। म चिसोले ठिर्रिँदा सलले बेर्ने त अब स्वेटरमा न्यानो हुन सिक भनिस्, मैले त्यही गरे। तैले मलाई म बन्न सिकाइस् र त मैले मेरा पखेटा फिजाउन सिकेँ, विचार बोक्न सिकेँ, म बन्न सिकेँ। मलाई म बन्न सिकाउने त अहिले म हुँदा किन छैनस्? दिदी, त रिसाइस् भनौँ भने पहिले रिसाउँदा बेसरी हाँस्दै गाली गर्ने त आजभोलि बेसरी हाँस्छेस् तर गाली गर्दिनस्, गाली गर्छेस् तर बेसरी हाँस्दिनस्। मलाई म बन्न सिकाउने त अहिले म हुँदा किन छैनस्? दिदी, त रिसाइस् र